जेएलपिटी N3 को ग्रामर बा तारा अथवा नारा लिएर आएको छु हैन। हाइपोथेटिकल कन्डिसनल फर्म हैन, जुन यसले चाहिँ काल्पनिक कुराहरू, यो व्याकरण यदि वास्तविकता भन्दा उल्टो अवस्था भइदिएको भए भन्ने कल्पना गर्दा वा पछुतो मान्दा प्रयोग गर्ने ग्रामर लिएर आएको छु। अब तपाईहरुलाई यसबारे कन्फ्युज छ, अलिक झुक्किने खालको छ भने तपाईहरुले हेर्न सक्नुहुन्छ हैन। र म यसलाई नेपालीमा उल्टा गर्दै जान्छु है त। आउनुस् भिडियो सुरु गरौँ। ग्रामरको स्ट्रक्चर रहेको छ भएको भए पोजिटिभमा, नेगेटिभमा नभएको भए भन्ने हुन्थ्यो क्या है। बा तारा बा नारा भनेको छ। अब यहाँ स्ट्रक्चर हजुरहरूले हेर्नु होला है। ल, वास्तविकता भन्दा फरक कुरा गर्दा क्रिया भवलाई अक्सर ते इताराको रूपमा चाहिँ प्रयोग गरिन्छ है। उदाहरण हेरौँ त, आउनुस् है। किनौनो बान मोतो हायाकु नेते इतारा क्यौवा नेमुकु नाकात्ता नोनी भनेर भनिएको छ। हिजो राति अझै चाँडो सुतेको भए आज निन्द्रा लाग्ने थिएन नि हैन। वास्तविकता ढिलो सुत्यो, त्यसैले आज निन्द्रा लागिरहेको पछुतो भएको छ है त। यो अवस्थामा हामीले के को प्रयोग गर्नुपर्छ? बा तारा अथवा नाराको प्रयोग गर्न सकिन्छ। अथवा नेते इतारा हैन, सुतेको भए भन्ने भयो, तारा आयो नि है। हो, त्यस्तै गरेर अर्को छ ताखराकुजी गा आतारेबा है। बा आइसक्यो है यहाँ हेर्नुस् है, पर्यो भने बा फर्म हो। आतारेबा आतारासी कुरुमा हो खाउन दाकेदो न भनेर भनेको छ। यदि चिट्ठा परेको भए नयाँ गाडी किन्थे होला, तर परेन नि। वास्तविकता चिट्ठा परेको छैन, त्यसैले गाडी किन्न सकिएन भन्ने एउटा कल्पना। चिट्ठा परेको भए गाडी किन्न सकिन्थ्यो भन्ने एउटा कल्पना गरिएको। अर्को एउटा सानो छ यहाँ हेर्नुस् त। तेन्कीगा योकेरेबा फुजिसानगा किरेनी मेरु हाजुदा भनेर भनेको छ। यदि मौसम सफा भएको भए फुजी हिमाल राम्रोसँग देखिन्थ्यो होला भनेर भनेको छ हैन। वास्तविकता मौसम खराब थियो, त्यसैले देखिएन भन्ने कुरा हो। मौसम राम्रो भएको भए देखिन्थ्यो होला भन्ने खालको कुरा हो है त। अर्को हेर्नुस् त, जानेन्दा गाकुसे नारा, नारा आयो है। नारा के भनेको छ त यहाँ? वारिबिकी गाकुसे वारिबिकी दे चिकेत्तो हो खाएता नोनी भनेर भनेको छ। ओहो, कस्तो बेकार दुःखको कुरा भयो नि। यदि विद्यार्थी भएको भए त स्टुडेन्ट डिस्काउन्ट, विद्यार्थी सहुलियतमा टिकट किन्न सक्थे नि, यसरी भनिन्छ है। सही तरिकाले प्रयोग गर्ने चाहिँ कसैले विपरीत कल्पना, यो व्याकरणले जे हुनुपर्ने थियो त्यो भएन भन्ने भाव दिन्छ। पछुतो वा राहत, यस्तो भएको भए राम्रो हुन्थ्यो, पछुतो वा यस्तो नभएको भए बर्बाद हुन्थ्यो भन्ने खालको राहत महसुस गराउनलाई यो ग्रामरको प्रयोग गरिन्छ। तपाईहरुलाई भिडियो कस्तो लाग्यो? कृपया भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, शेयर अनि अर्को भिडियोहरू हेर्नको लागि चाहिँ सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। हाइपोथेटिकल कन्डिसनल फर्म ग्रामर भयो है त। यो कल्पनाको कुराहरू गर्ने, यस्तो भइदिएको भए हुन्थ्यो, यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने खालको है त। हस् त, धन्यवाद।